लो नमस्ते बाजू सबनमु सबनमु की सबनमु सबनमु नासा टी की खनिच ओ चल्नु लङ्घले ओ डाँडारी ए डाँडारी कति वर्ष तै कि 70 70 हजुर पहिल्यैदेखि चुनको कि न तुमले बे ए तुमले बे चुर खसी टिबा हजुर देउराली कति घर धुरी मुचुरी चुरी 600 ए 600 जम्मन त मुमे मु ए तुलीमे कति तेरो त्यता याद भएन गर्दिसो हिमु मगरला हिमु अब धान तुमे ए दai कि रमे कति मुते सुरे सुरे बिया कति छ 10 वटा मलाई दे थाहा अरे त म कि देख चचमी कति मु कि दुईटा छोरा दुईटा छोरी खनि मुचामे तिनीहरू दुईटा एउटा कतार छ एउटा दुवै छ छु तिमी जम्मन होम स्टे मु होम स्टे चोबा तिमी हारे चुरी घर बेच्ने छैन कोही पनि धान बजार मिम धोइन खायो ओ कप नै चाहियो ए हो छ थेबा ढलान्ती चादी चरी क्याम्बस तहसीलजी रोजा झसरी चरम निवारे क्यों हारे चु मोमे खबै दे जमन पाँचो मुना फेरि सुन धान हो भासी दे बस रोई आछु आई धान टुई आई ए टुई हेर्छु ए भेरीकोट हर त छैन यहाँ अरे भेरीकोट र कोट त ए भेरीकोट हाम्रो छ आउँछ कहिले कहिले ए अहिले लाए भेरीकोट लुवाङमा छैन गाई गोठ पनि छैन खेती लाउनु छोडे होमस्टे छ ए पाहुना त आज आउँछन् आज के बार हो आएको आइ छ है हामी बस्यो भने बस्न पाउँछ आज किन पाइने ए यमु पाहुना आइदिया हुँदो भन्ने जस्तो हुँदैन पहिलेको थकालीहरू कस्तो हुन्थ्यो नि त्यस्तै दाइ कि लाउरे तपाईँ आयो म गइनँ हो ए तुको कति 80 वर्ष तै बा ओ 70 वृद्ध भत्ता चम खाते के रे खोइ यो बाख्राले गर्दाखेरि आज म जान पाइनँ अब भोलि बन्द भयो पर्सितिर जान्छु ए होटल आयो मुचुरी माथि छ होटल चिया बगान छ 5 नम्बर लेखेका छन् हजुर त्यो लुवाङको बोर्ड छ नि हजुर हो त्यही बाटो जाने हो चियापत्ती बगान हेर्ने हावा खाने ए राम्रो छ बेलुका नाचगान हुन्छ हुन्न यहाँ हुन्न पहिले हुन्थ्यो अहिले गर्दैन अहिले त हुँदै पर ल्याउँछन् र आफू उफ्रन्छन् ए आफू गिटार बजाउँछन् नाच्ने होइन मलाई एकदम राम्रो लाग्यो गाउँ त होइन राम्रो छ तर बाटो अलि असुविधा रहेछ अब आउँछन् हो बजेट पर्दैछ है ए अब हुन्छ हजुर आस्ते आस्ते अनि बैंसा कति बिहान घिरिन लाइनु के रे बिहा त मेरो भयो कतिवटा 3वटा भयो ए चुकन्सीको हो म अहिलेसम्म मेरो कोही पनि छैन म मात्र हो यो हो मेरो आइमीसँग टिम छैन मेरो ए तोइ कि घिरिन म एउटा छोराबारी मिलन छन् छोराबारीले आइज भन्दैन यस्तो यहाँ त यस्तो गर्मी छ हुन्छ झन् होइन हो त नि यहाँ त चिसै खाए पनि पानी चिसो खान पाउने भातै चिसो खाए पनि हुने 7 दिनको ढिँडो खाए पनि हुन्छ त मम्मी बले छ्याउ लगाइदिउँ त म कि बले खरन पाउँ न कि फेरि तमु भाषा खरन पाउँ न म पहिले तपाईँहरूसँगै हिँड्ने हो के गर्ने हजुर यस्तै छ जिन्दगी भन्ने कुरा अब मर्ने बेला भइयो
तर आफ्नै गाउँ ठाउँ राम्रो लाग्यो नि होइन आफ्नै काम राम्रो हो नि। बाहिर भन्दा पोखरा बजारमा भन्दा यहीँ ठिक पानी खाए पनि भयो यहाँ, अँ, सिस्नै खाए पनि भयो, बर्मले खाए पनि भयो, हो 7 दिनको बासी ढिँडो खाए पनि पेट चल्दैन हो होइन। हो बजारमा आजकलको बालखबरले अब हाले चिज खान्छन्, बिमार लाग्छ के लाग्छ ए, त्यस्तै हो। रमाइलो छ अब स्वासङमा त दाल र भात खान्छस् कि मोइरा आँटो खान्छस् भन्ने भने त मोइरा आँटो खान्थे। हो त नि रसिलोमा रसिलो हो कि रसिलो रसिलो के गर्ने हजुर त्यस्तै छ। आजकल त पहिल्यै हाम्रो बाआमाको पालामा अब चिउरा देखिन्थेन, कहिले चाडा आएर बल्ल भात खाम्ला भन्ने हुन्थ्यो। हो अहिले त दिनु मासु, हो त दिनु भात, हो चिउरा नखाने, हो मोमो खाने रे खाजा लाएर, हो च्याउच्याउ नखाने। हो त नि हाम्रो पालामा त मका ठेला खान्थ्यौँ हो त नि नुन हाल्यो चासँग हो भने यस्तै छ हजुर। के गर्ने लङ्कामा तु तमुमे मुचुरी मासुरी भोतने मु लाम्छने मु घाले मु ए घरे मु क्याब्री मु ए क्याफ्री जमन मु पोइमा मु ए छेला छेली चुमे आधा पोखरा टिम होला आधा ना के टिम होला तान तान दे तान खाली मोल तो ती जोरमो तान फुसिरी तान ओ कप्तानै चाहिँ दिएका छ ए 6वटा हुन् कि 7वटा त अब लाउरे छन् मलाइका। हो त नि अनि कहाँ बस्छ यहाँ ऊ हो त नि यहाँ कहाँ बस्छन् अहिले अब गाउँ फर्किएका अरे हो अब सबै हो त नि होमस्टे गर्ने हो घर त्यस्तो त्यस्तो बनाए। अब पहिले हामीले अब गाह्रो हाल्थ्यौँ, ढुङ्गा झिक्थ्यौँ, छाउनी ढुङ्गा ओ माथि पर ल्याइन्थ्यो। अहिले त छाउनी ढुङ्गाको पनि गयो, छाउनी ढुङ्गा त त्यही चल्दैछ, काठको चल्यो गयो, आरो पन्चरो थन्कियो, ढुङ्गा माटो काम गर्दैनन्। हो त नि धान अब पैन र सिमटी छ्याउ त पहिला बे तँ हारे त हो त्यही हो रोग नै बेकाल भोग्यो। तपाईँ यहीँ हेर्छ चरी कहीँ चल्यो म होटल म अर्डर दिनुभएको छैन छैन हामी त हावामा आएको बनाइदियो भने बनाइदिँदैन। यो त्यहाँ देवराज काकाको छ, गेटै छ, त्यहाँ गेट छ क्या, त्यो देवराज काकाको पनि बन्छ के अरे खान्थ्यो। ए हो पहिला कहीँ चल्दै पहिले चाइले घुम्दै भयो वा चाहिँ सुटर त्यहीँ लगेर राखेको हुन्छ नि पार्किङ मु ए पार्किङ हो पार्किङ महँगो छु किम ए ल बस ट्याक्सी बाइक धान चर्न पार्किङ ए ल हरे कृष्ण हरे कृष्ण ल नमस्कार तपाईँको चाहिँ नि छु भिडियो झोम्बिसे तमको टिभी हालिदियो आफूले हेर्दैन, मेरो त टिभी पनि छैन, मोबाइल पनि छैन। म त्यहाँ भाइरल भयो भने त्यहाँ हेर्छु अब तपाईँको है। एउटा गीत गाउनु न, गीत गाउन आउँदैन एउटा कुइ पिन्न गीत गाउँदा कि जमाना बे कि पहिला जो हामी जो चाहिँ नि हुन्छ नि त्यतिखेरको तपाईँको राम्रो गीत छैन एउटा खोइ त्यस्तो त छैन हजुर। गाउन जस्तो आउँछ त्यस्तै गाइदिनु न। हे मेरो कर्म कस्तो कस्तो डडेलाले खाएको जस्तो भिरमा थ्याङ्क यू सुन जनाको जुन माया भए नि मलाई ल थ्याङ्क यू धन्यवाद एकदम राम्रो लाग्यो तपाईँको गीत है।